मलाई चिनिस चिनिस जस्तो पनि लाग्छ, नचिनिस जस्तो पनि लाग्छ। अन्तत फाइनली मोस्ट अवेटेड नेपाली फिल्म हरिबहादुरको जुत्ता रिलिज भएको छ र मैले यस मुभीलाई हेरेर पनि आइसकेँ। मुभी कस्तो छ त आउनुस् कुरा गरौँ। भिडियो एकदमै इन्ट्रेस्टिङ अनि रोचक हुनेछ। कृपया भिडियोलाई सुरुदेखि अन्तिमसम्म नछुटाई हेर्नुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाउन पनि नभुल्नुहोला। हामी यस्तै ताजा अनि नयाँ नेपाली मुभीहरूको अपडेट र रिभ्यू लिएर आइरहनेछौँ। जुन मुभीमा हामीले हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, दिव्यदेव पन्त र हरिहर शर्मा जस्ता कलाकारहरूलाई मुख्य भूमिकामा देख्न सक्छौँ भने यस मुभीको डिरेक्टर रहेका छन् दिपेन्द्र के खनाल र मुभीको प्रोड्युसर रहेका छन् सरोज ओली र मोहित वंश आचार्य। यो एउटा प्याकेज मसलाले भरिएको चलचित्र हो जुन मुभीमा सस्पेन्स, कमेडी र इमोसनल सिनहरू भरपूर देख्न सकिन्छ। र त्यति मात्र होइन, मुभीले राजनीतिक विषयवस्तुलाई पनि उठाएको छ र मुभीभित्र केही एक्सन सिनहरू पनि देख्न पाइन्छ जुन मुभीलाई तपाईँहरूले फ्यामिलीसँग बसेर पनि हेर्न सक्नुहुन्छ। र यो मुभीलाई हेर्नको लागि तपाईँहरूले हलभित्र छिरिसकेपछि 2 घण्टा 40 मिनटको समय दिनुपर्ने हुन्छ। मुभीको नाम हो हरिबहादुरको जुत्ता। विशेष गरी भन्ने हो भने यो मुभी पनि फ्यामिली अडियन्सको लागि बनेको मुभी हो। मुभीको स्टोरी हरिबहादुर भनिने क्यारेक्टर र हरिबहादुरको जुत्ताको वरिपरि घुमेको छ र यही वरिपरिको बीचमा अनेकौं राजनीति अनि कमेडी र केही फ्यामिली ड्रामा अनि इमोसनल सिनहरू हामीले देख्न सक्छौं। र त्योभन्दा पनि दमदार कुरा भनेको यस मुभीको सस्पेन्स हो। मुभीभित्र रहेको सस्पेन्स एकदमै दमदार छ। हरिबहादुर भनिने क्यारेक्टर एउटा फटा क्यारेक्टर हो जुन फटा क्यारेक्टर हरेक नेपालीहरूको मनमुटुमा बस्न सफल छ र यो फटा क्यारेक्टर जति सुध्रिन खोजे पनि समाजले उसलाई सुध्रिन दिँदैन। समाजले उसलाई गलत नजरले नै हेर्छ, जसको कारण पनि हरिबहादुरले बारम्बार फटा काम गर्न बाध्य हुन्छ। यो एउटा त्यस्तो क्यारेक्टर हो जसलाई हेरेर कहिले पनि धित मर्दैन र यो मुभी हेर्नको लागि विशेष गरी फ्यामिली अडियन्सहरू नै हलमा देखिएका थिए र मेरो पछाडि बसेका केही दर्शकहरूले पनि यस्तो भनिरहेका थिए, लेजेन्डरी क्यारेक्टर। यो एउटा नेपालको त्यस्तो इन्ट्रेस्टिङ क्यारेक्टर हो जसलाई हेरेर कहिले पनि धित मर्दैन। र हरिबहादुरको इन्ट्री भएदेखि उसले बोलेको एक डायलगहरूमा दर्शकहरू एकदमै धेरै हाँसेर मजा लिइरहेका थिए र त्यतिकैमा हरिबहादुरले फटा काम गरेकोलाई पनि होइन भनिदिन्छ र उसलाई अर्को क्यारेक्टरले सोधिरहँदाखेरि फेरि उसले हो भनिदिन्छ र उसले जे सोध्दै जान्छ उसले सबै हो भन्छ र कुरा जब फेरि त्यही ठाउँमा आइपुग्छ हरिबहादुरले केही थाहै नपाए जस्तो गर्छ। कहिले, किन, कसरी, यो कुरा मेरो वरिपरि बसेका दर्शकहरूले हरिबहादुर सँगसँगै गरिरहेका थिए। हरिबहादुरले गरेको एक कुराहरू दर्शकहरूलाई राम्रोसँग याद छ र विशेष गरी मैले यस मुभी हेरिरहँदा के कुरा नोटिस गरेँ भने हरिबहादुरको एउटा फेमस डायलग यस मुभीमा छुटेको महसुस गरेको छु, जुन डायलग हो होइन होला कि हो। यो उनको अत्याधिक धेरै फेमस डायलग हो तर यो डायलग यस मुभीभित्र समावेश गरेको फिल भएन। तर जे होस्, यस मुभीभित्र उनले बोलेको कुनै पनि डायलग कमजोर भने छैन। उनले बोलेको एक डायलगमा दर्शकहरूले एकदमै धेरै इन्जोय गरिरहेका थिए। मुभीको फर्स्ट हाफ कमेडी इन्टरटेनमेन्ट छ भने मुभीको सेकेन्ड हाफ कमेडी प्लस सस्पेन्सले भरिएको छ र साथमा केही एक्सन सिनहरू पनि देख्न पाइन्छ। र मैले यस मुभीलाई लिएर जुन किसिमको एक्सपेक्टेसन राखेको थिएँ मुभी ठ्याक्कै भन्ने हो भने त्यही लेभलको छ। अझ त्यो एक्सपेक्टेसन भन्दा बढी पाएको कुरा हो मुभीको सस्पेन्स एकदमै दमदार छ। र मैले यसभन्दा अगाडिको एउटा भिडियोमा पनि भनेको थिएँ कि हरिबहादुरले मात्रै दर्शकहरूलाई इन्टरटेन गराउन सक्लान् त। हरिबहादुर भन्ने क्यारेक्टर आउँदै गर्दाखेरि कहीँ न कहीँ हाम्रो दिमाग र मनले मदन बहादुर भन्ने क्यारेक्टरलाई पनि सम्झिन्छ भनेर। र मैले जुन किसिमको गेस गरेको थिएँ मेरो अनुमान सही भएको छ। मदन बहादुरको क्यारेक्टरलाई पनि तपाईँहरूले सरप्राइजको रूपमा पाउनुहुनेछ। जुन क्यारेक्टरको इन्ट्री हुँदाखेरि हलमा सिठी र तालीको कुनै पनि कमी हुँदैन। र मैले यो पनि भनेको थिएँ, जहाँनेर महजोडी त्यहाँनेर नयाँ रेकर्ड। मुभीको स्टोरी पनि दमदार छ र हरिबहादुर भन्ने क्यारेक्टर त्यस्तो क्यारेक्टर हो जुन क्यारेक्टरलाई कुनै स्टोरी नै चाहिँदैन। अझ मुभीको स्टोरी यसरी इन्ट्रेस्टिङ भएको छ जहाँनेर राजनीति मुद्दालाई उठाइएको छ। जुन मुद्दाले देखाउन खोजेको कुरा के हो भने नेपाली राजनीतिज्ञ नेताहरूको अनुहार, जसलाई छर्लङ्गसँग चिरफार पारिदिएको छ। प्रकाश सपुत र दिव्यदेव पन्तले निभाएको क्यारेक्टर अन्य चलचित्रहरूकै जस्तो छ, तर यता स्वस्तिमा खड्काले निभाएको क्यारेक्टर बहुत इन्ट्रेस्टिङ छ। जति बेला स्क्रिनमा स्वस्तिमा खड्काको इन्ट्री हुन्छ त्यति बेला आँखा यताउता जान सक्दैन। यस मुभीभित्र रहेको मेन इन्ट्रेस्टिङ क्यारेक्टर भनेको हरिबहादुरको क्यारेक्टर र स्वस्तिमा खड्काले निभाएको क्यारेक्टर हो। प्रकाश सपुत र हरिबहादुर बीचको केमिस्ट्री पनि एकदमै दमदार छ। यी दुई क्यारेक्टर बीचको स्टोरीलाई लिएर बनेको एउटा गीतले हर कोहीलाई इमोसनल बनाइदिन्छ। उता प्रियङ्का कार्कीलाई हामीले यस चलचित्रमा पुलिसको भूमिकामा देख्न पाउँछौं र उनको इन्ट्री पनि एकदमै दमदार थियो। जे होस्, हरिबहादुर चलचित्र एउटा फ्यामिली अडियन्सको लागि बनेको चलचित्र हो जसमा भरपूर कमेडी र सस्पेन्स देख्न पाइन्छ। सिनेमाटोग्राफी, ब्याकग्राउन्ड म्युजिक र डिरेक्सन एकदमै अब्बल छ
र मुभीलाई जुन किसिमले स्क्रिन प्ले गरिएको छ जसले दर्शकहरूलाई एकैछिन पनि बोरिङ फिल महसुस हुन दिँदैन। हाम्रो रिभ्यू नेपालको तर्फबाट म यस मुभीलाई 5 मा 4 स्टार रेटिङ दिन चाहन्छु। अनि के तपाईहरूले हरिबहादुरको जुत्ता हेर्नुभयो त? यदि हेर्नुभयो भने तपाईहरूलाई मुभी कस्तो लाग्यो? अनि तपाईहरूलाई के लाग्छ कि अब फेरि हरिबहादुरले त्यो जुत्ता लाउलान् या नलाउलान्? अनि के साँच्चै अब हरिबहादुर सुध्रेला त? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नुहोला। साथै हाम्रो रिभ्यू नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। हामी फेरि भेट्नेछौँ अर्को भिडियोमा।